हेलो नमस्कार सबैजनालाई के छ हेलो नमस्ते नमस्ते सबैजनालाई यता घुम्न आएको छौँ है हामी त। अनि के छ नयाँ नौलो एकदम ठिक छ यार। हो यो खानापिना खाइयो खानापिना भयो। के छ अनि अहिले 10 दिन बाँकी छ चुनाव भन्छन् अनि चुनाव हुन्छ जस्तो लाग्छ कि हुँदैन जस्तो लाग्छ तपाईँलाई? चुनाव त अब हुन्छ नि जस्तो लाग्दैछ होइन। 10 दिन मात्रै छ, अब चुनाव नहुने त कुरो छैन। चुनाव हुन्छ तर अब यो होइन प्रधानमन्त्री को हुन्छ? प्रधानमन्त्रीले म त अहिलेको चुनावको परिणामलाई मध्यनजर गरेर हेर्दाखेरि अब कि गगन थापा कि बालेन, यही दुईजनामा एकजना मात्रै हो? दुईजनामा एकजना मात्रै हो। केपी ओलीको चान्स छैन? ग्यारेन्टी हो? ग्यारेन्टी 100% ग्यारेन्टी हो। बालेन र गगन दुईजनामा एकजना प्रधानमन्त्री कन्फर्म हो होइन। त्योदेखि बाहेक अरूको चान्स म देख्दिनँ। यस्तो नि त। अनि यो दुईटामा जस्तो अब काङ्ग्रेसको एजेन्डा भिन्दै छ, रासपाको भिन्दै छ, अनि एजेन्डा भिन्नै यिनीहरू मिलेर सरकार बनाउनु पर्ने अवस्था आयो भने मिल्छ नि त। दुईटै गणतन्त्र पक्षधर हुन् नि त। दुईटै गणतन्त्र पक्षधर हुन्। त्यो भएको कारणले गर्दा अहिलेको संविधान अनुसार दुई वा दुईभन्दा बढीको दलको सरकार बन्छ। एक दलको बहुमत नभएमा अब ठुलो दलको हैसियतले दुईटै त मिल्नु त पर्यो नि सरकार बनाउनका लागि, बाध्यता भयो। त्यही भएर चाहिँ अब कि बालेन हुन्छ कि गगन, दुईजनामा एकजना। लिङ्गदेनको चान्स छैन? राजेन्द्र लिङ्गदेनको त्यति धेरै ठुलो म चान्स देख्दिनँ, किनभने उसको सिट त्यति आफैले चाहिँ चाहिँ दिँदैन हो 3 नम्बरमा यार। अहिले निकै गाह्रो छ स्थिति। समस्या भयो त होइन। हामीलाई चाहिँ राजा सहितको हिन्दू राष्ट्र भनेर चाहिँ इच्छा थियो होइन। होइन यस्तो छ, अब चुनावी माहौल हेर्दाखेरि होइन बालेन र गगनको जित पक्का छ कि म यी दुईटाको चाहिँ यिनीहरू जुन हार्छ भनेर म भन्दिनँ होइन। यिनीहरू त ग्यारेन्टी हो, यिनीहरू ग्यारेन्टी हो। त्यही अब राजेन्द्र लिङ्गदेनको चाहिँ अलिक स्थिति अलिक गाह्रो देखिने हो। मान्छेको लहरको त हिजो डरै देखियो त फेरि। यसो नि लहरको पछाडि तपाईँ नलाग्नु न। लहरको कस्तो छ भने लहरको भनेको भोट आउने 3-4 हजारको लहरको हुन्छ त्यहाँ। 3-4 हजारको लहरको हुन्छ त्यहाँ। सबै राप्रपा हुँदैनन्? सबै राप्रपा हुन्छन्, मैले माने। त 4000को लहरको छ अरे त्यहाँ। 4000 मान्छे कति हुन्छ तपाईँ आफै विचार गर्नु। कति हुन्छ मान्छे? 4000 भनेको थुप्रै हुन्छ नि त। लहरको छ कति? 4000। अनि के राजेन्द्र लिङ्गदेन 4000 भोट मात्रै ल्याउँछ त? अनि तपाईँ लहरको पछाडि नलाग्नु न। प्रत्येक पार्टीमा छ नि लहरको त। तर त्यो त्यहाँको मतदाता कति हो र अनि कति ल्याउनु पर्छ जित्नलाई?